फरक छ है। अहिलेको युवा पुस्ताले पहिलाको राज संस्थाको बारेमा केही पनि जानेन, त्यही हुनाले मामा फाटेको जस्तो लाग्यो नि छैन। पहिलाको राज संस्थाले के बेमानी गर्दा भने अहिलेको गणतन्त्रभन्दा राम्रो गरेको थियो नि बुढा। त्यही त, अनि अहिलेको गणतन्त्रमा वाक्क भयो। पहिलाको राज संस्था चाहिँ के हो भनेर उनीहरूले अनुभवै गर्न अब तपाईँको उहाँबाट सिधै मलाई हेरिरहेको नि। 60 साल हल्ला नगर्नु नि, हाम्रो यहाँ भिडियो भइरहेको हल्ला गर्नु मिल्दैन। बोतल लिएर जाने त्यो 1 लिटर पेट्रोल ल्याउनु। पेट्रोल त मसँग हुनु पर्न बुढा। भोलि भाखाने बेला नभए लिएर आउँदैन। छैन दिउँसो ल्यायो एउटा भएर बुढा भयो हेर्नु न भनेको। म फेरि हेर्नु भने पेट्रोल मैले ल्याउनै पाएन अनि के गर्ने भनेको। म अस्ति झिकेर अनि उता लिएर दुईजना म त्यहीमा नत्र पठाइदिएको थिएँ पेट्रोल भयो भने त पुरा झिकेर लानु भने होइन। पुरा गाउँचुटेर पनि सिद्धिएन। बिहान मकै छर्नु पाएको थिएँ, दिउँसोमा निम्ता जानु पऱ्यो। गोब्रेर लिएर गएको, दिउँसोमा केदार जोत्न आउँदा ल्याइदिउन हुँदैन भन्छ। निम्तो भनेपछि मैले एउटा कुरो सम्झी बुढा, यहाँ आफूले नमान्ने यहाँ आफ्नो तनाव होला मलाई जिम्मा लगाइदिन्छ डाँडा गाउँतिर। फेरि डेरीवाला फोन गरेर यसो गर भनिदिनु पऱ्यो। आफू डाँडा गाउँ गएको थिएँ बिर्सिछु। जी बसे आजबाट नियुक्ति ल जी बसे हो बासे यहीँ नियुक्ति दियो। यहीँ त ए केदार तैँले भोलि बिहान डेरीबाट एउटा काम गर्नुपर्छ है। के भन्दाखेरि भाइरमको घर, सुसिया घर, काले घर, राजु काका घर र पुर्सनीको 2 घर होइन। त्यो राजकुमार मामा घर निम्तो गरिदिनु पर्यो। मैले बिर्सिछु। सुसिया र भाइरमको घर होइन, पुर्सनीको 2 घर, सन्मनी मदन बा। अनि त्यसपछि गएर सुरेश काकालाई भनेको छु धुर्वे काका घर, राजु काका घर। अनि तेरो माखाडा भनेको चाहिँ तेरो घर र गुडिया घर मात्रै थियो। गुडिया चाहिँ 3 घर मात्रै थियो क्या। होइन त होइन हो। मैले सोधेको मलाई भनेपछि मैले सोध्नु पर्ने के हो भनेर सोधिनँ नि त मैले। ल ल ल भोलि बिहान त्यति खबर हाल्दै होइन अहिले। ल त अड्डाइको छ नि त। ल त्यही भनेर ल पुर्सनीको 2 घर नि है। त्यसरी 7 महिनादेखि रातभर काज गर्दै आउनु भएको शिक्षक सेवा आयोगबाट भनेपछि बासेले कति नम्बर नाम निकालेर आउनु भएको हुन्छ। विद्यालय यहीँको लागि यहाँको योगदान हुने भनेपछि यहाँको रातकोटा खाली भयो त। अब दियो भने त खाली भयो, दिएन भने दिएन भने स्कुलै जाने। अब ऊ होइन करारमा नाम निक्लिन्छ निक्लिँदैन अरूको। करारसँग सम्बन्ध रातको र करारको डिफ्रेन्ट हो क्या के चाहिँ। करार भनेर सीमित हो। पुरो बुझिन ठानी। करारमा 3 महिना तैँले जाएर हात छोड्यो होइन। तैँले छोड्यो भने 3 महिना। करारमा त थाहै आएपछि छोड्दिनु पऱ्यो। करार भनेको कुन रातकोले थायाएर छोड्न पर्दैन। रात भनेर अन्तर्राष्ट्रिय पुसको पैसा नसिद्धिन्छ। रात टिचर भनेर त लगभग थाहै छ अरे हो कि सिद्धिदिन छोडादिन केही पनि नहुने मात्रै हो होइन। नत्र भने त त्यो विश्वकोषको पैसा विश्व ब्याङ्कले पैसा दिन्जेलसम्म त चलिरहने छ। चलिरहन्छ। करार भनेर त 15 दिनमा अर्का आएर छोडाइदिनु पर्छ। खै अब आफूलाई दिए हुन्थ्यो। माग गरेर खायो होला नि कि खायो चिन्ताको माग खाउनु माग गरेर बस्न होइन। माग राख्नु पर्ने कुरै होइन, उनीहरूले बुझ्नु पर्ने कुरा हो नि। कार्यरत शिक्षक सबैले मन पराएको स्थानीय त्यो त उनीहरूले बुझ्नुपर्छ नि। हामीले के माग राख्नु। अब त्यहाँ नै अब भित्र सेटिङ होला। सेटिङमै
मिटिङ भयो भने पिर छैन या बेकार हेर्नुहोस्, माओवादीको भरटीहरूको कस्तो आउँछ स्टेटस होइन, एउटै पोखरीमा माछा र सरह पाल्नु र एउटै संविधानभित्र गणतन्त्रवादी र राजावादी राख्नु उस्तै गल्ती हो अरे होइन। गणतन्त्रतान्त्रिक संविधानमा गणतन्त्रको विरोधी आवाज निषेध गर्नुपर्छ अरे। विरोधी आवाज निषेध गर्नु माओवादीको भरटी हो कि नि हो भनेपछि देखेपछि खालि काम लाउनु पर्छ। छोरी राम्रोसँग भएको छैन। भिडियो बनाएर भिडियो यो मान्छे कस्तो राम्रो लेखिरहेछ सक्यो कि फाँकी चाहिँ छोरा